यहाँले बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गर्नुभयो, त्यसपछि बिएड गर्नुभयो, त्यसपछि एलएलबी कानुनमा स्नातक ब्याचलर लेभलको उपलब्धि हासिल गर्नुभयो, त्यसपछि एमए मानविकी सङ्कायमा मास्टर्स गर्नुभयो। यो अब एउटा मास्टर्स डिग्री प्राप्त गरिसकेर पनि त्यस पश्चात पनि फेरि अर्को मास्टर्स डिग्रीको लागि फेरि अर्को विषयको मास्टर्स डिग्रीको लागि चाहिँ किन जरुरी रहेछ सर? रुचिको विषय हो। जस्तै अब मैले म्यानेजमेन्टमा मास्टर्स गरेँ, एमबिए गरेँ, त्यसमा स्ट्याटका कुरा, एकाउन्टका कुरा, अलिकति फाइनेन्सियल वित्तीय कुराहरू मात्रै हुन्छन्, सामाजिक कुरा कम हुन्छ। मलाई सोसियल साइन्स पढ्न मन थियो। सोसियल साइन्समा पनि एउटा डिग्री गऱ्यो भने कमसे कम सोसियल साइन्सको बारेमा पनि धेरै नलेज हुन्छ भनेर मैले सोसियोलोजीमा मास्टर्स गरे हो, एमबिए गरे हो। किन जरुरी नै रहेछ या अब रुचिको विषय भएरै पढ्नुपर्ने रहेछ कि अथवा एउटा मास्टर्स गरेर पनि जस्तो अब बिजनेसमा होस् अथवा अरू कुनै प्राविधिक विषयमा एउटा उपलब्धि हासिल गरेर पनि मानविकी जस्तो विषयहरूमा पनि पढ्नुपर्ने रहेछ भन्ने नै जरुरी जस्तै नै हो या रुचिको कुरा पनि हो? लिगल्ली कम्पलसरी भन्ने त हुँदैन। कस्तो हुन्छ भने तपाईँले एउटा विषय पढ्नुभयो, त्यो विषयको काम गर्दाखेरि पनि अर्को विषय चाहिँ एट्र्याक्ट हुन्छ। जस्तै तपाईँ कुनै पनि विषयमा, टेक्निकल विषयमा कुनै एउटा डक्टर बन्नुभयो अथवा तपाईँ इन्जिनियर बन्नुभयो अथवा तपाईँ नर्स बन्नुभयो भने तपाईँलाई अफिस म्यानेजमेन्ट गर्नको लागि व्यवस्थापनको जरुरी हुन्छ। त्यसै गरी तपाईँले त्यो विषय पढ्दा पढ्दै तपाईँलाई त्यहाँ आइटीको जरुरत हुनसक्छ। त्यसैले तपाईँलाई के महसुस हुनसक्छ भने यो विषय मलाई पुगेन, मैले यो विषयको लागि अझै राम्रो गर्नको लागि अर्को विषय पनि पढेँ भने त्यो दुईवटा नलेजले गर्दाखेरि मैले राम्रो आउटपुट निकाल्न सक्छु भन्ने हिसाबले तपाईँले पढ्नुपर्ने हुनसक्छ। त्यसै गरी मैले के गरेँ भने मैले म्यानेजमेन्ट पढेँ। अहिले त्यो बेला हामी कमर्स बिकम भन्थ्यौँ, एमबिए भन्थ्यौँ। अनि त्यसमा भएका कुराहरूले सोसियल साइन्सलाई छोएन। नछोएपछि मलाई लाग्यो म भोलि एउटा व्यावसायिक काममा जाँदै गर्दाखेरि अथवा म एउटा राम्रो एकाउन्टेन्ट अथवा अडिटर हुँदै गर्दाखेरि मैले अरू कुरा पनि म्यानेज गर्नुपर्छ, समुदायसँग म टचमा जानुपर्छ। भनेपछि समुदायसँग टचमा जान सामाजिक विज्ञान त चाहियो, सोसियोलोजी चाहियो भन्ने मलाई लाग्यो। त्यसपछि मैले पढेँ। वास्तवमा त चाहिने विषय पनि रहेछ। अहिले एकदम राम्रो भएको छ।